Hello guys, welcome back to my YouTube channel Crochet with रिदिमा लङ टाइम पछि म चाहिँ मेरो युट्युब च्यानलमा ट्युटोरियल भिडियो लिएर आइरहेकी छु। आजको ट्युटोरियल भिडियो चाहिँ यो टोट ब्यागको रहेको छ र यो टोट ब्याग चाहिँ एकदमै सजिलो छ र हजुरहरूलाई क्रुज चलाउने बानी भइसकेको छ र तपाईलाई बेसिकहरू आइसकेको छ भने चाहिँ तपाईहरुको लागि पनि यो इजी पिजी नै हो। सँगसँगै हामी ट्युटोरियल भिडियोतिर अब लागौँ है त। आज मैले चलाउने मटेरियल चाहिँ यिनीहरू नै हो। कुरुस हुक चाहिँ यो हुक चाहिँ 3.5 को यसमा सायद छैन होला तर 3.5 को हो र अब धागोहरू यो भइहाल्यो। मैले चाहिँ प्राय जस्तो ओलिभियाको नै युज गर्छु अनि यो चाहिँ एकदमै राम्रो छ, बुन्न सजिलो, राम्रो क्वालिटी पनि राम्रो छ। यो चाहिँ मैले हाफ युज गरिसकेको भएर यस्तो भएको छ र हजुरहरूलाई अब यही सेम कलर बुन्दा पनि हुन्छ र हजुरहरूलाई यो बाइक लाइक अरू कलर मिक्स गर्दा पनि हुन्छ है। सुरुमा मैले चाहिँ पिङ्क कलरको यर्न युज गर्छु, धागो युज गर्छु। त्यसपछि चाहिँ यसरी रोल गर्नुहोस्, यो भयो। अनि त्यसपछि यो जुन यो भित्र हालेर यो माथिल्लो भागको चाहिँ यसो तलबाट ल्याउने, यसरी गरेर घुमाउनुहोस्, त्यहाँदेखि यस्तो फेरि गरेर अनि चाहिँ भित्र ल्याउनुहोस्, भयो। यो छोडिदिनुहोस् अनि यो भयो, यो चेन एउटा भयो। अनि त्यसपछि यो चेन 1 त भयो। अब दुईचोटि फेरि चेन गर्नुहोस्, यो 1 1 2 टोटल 3 वटा भयो हैन चेन। अनि त्यसपछि अब यो 1 भयो अनि यसपछि 15 चेन बनाउनुहोस्, डबल क्रोसेट बनाउनुहोस्, सरी यो 1 भयो हैन, 1 लाइन भयो। अब यसरी घुमाउनुहोस् अनि त्यहाँ यो भित्र हालेर यता तानेर यसरी 1 2 यो चेन यो डबल क्रोसेट भयो। अब यसरी नै 15 चोटि गर्नुहोस्। 3 4 5 6 7 8 9 10 11 12 13 14 15 भयो है, 15। अनि यो टोटल गर्दा चाहिँ फेरि 16 हुन्छ है। यो 1 भयो सुरुको, अनि 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 टोटल चाहिँ 16 भयो। अनि त्यसपछि तान्दिनुहोस्, तान्यो। अनि त्यसपछि यो 1 2 3 अनि यो छ नि 4 जुनमा हो त्यसमा हाफ गरेर भित्र हालिदिनुहोस्, यसरी तानेर यो भित्र हाल्ने। त्यसपछि यो सिजरले काट्दिनुहोस्, सिजरले काट्यो। अनि त्यसपछि यो तान्नुहोस्। अनि त्यसपछि यो जहाँ हामीले यो हाफ गरेर हालेको थियौँ त्यही फेरि यसरी हालेर यो यताबाट तान्नुहोस्। यो चाहिँ जस उयो डोरीलाई नदेखाउन लुकाउनको लागि हो। यो त तपाईहरुले जसरी हाल्दा नि हुन्छ, मैले चाहिँ यसरी हाल्छु। यो हाम्रो फर्स्ट स्टेप भयो। अब सेकेन्ड स्टेपमा चाहिँ हामी अर्को कलर थपौँ। सेकेन्ड स्टेपमा चाहिँ यो कलर थप्छु म। यसमा चेन बनाउनुहोस्, अगाडि चेन बन्यो, यसरी चेन बन्यो। अनि त्यसपछि अब यो जहाँ भए पनि जस हाल्नु, यो यस्तोमा यो जोइन गर्नुहोस्, यसरी तान्ने, यो घटाउनुहोस्। अनि त्यसपछि चेन 1 2 भयो, यो चेन 2 सम्म मात्र। अनि त्यसपछि यो यसरी गरेर घुमाएर यो सेम ठाउँमा हाल्नुहोस्। अनि तानेपछि अलि माथिसम्म तान्नुहोस्।
अनि त्यसपछि यो 1 2 छिराउने अनि फेरि अर्को फेरि दुईटा फेरि छिराउने यसरी भयो। अनि यहाँ चेन 1 भयो। अनि फेरि अब घुमाउनुस् यो जहाँ हामीले यसको अर्को स्टेपमा फेरि हाल्नुस् अनि यो तान्नुस् फेरि घुमाउनुस् फेरि यो भित्र सेम ठाउँमा हाल्नुस् यसरी। अनि त्यसपछि यो 1 2 3 4 लाई सबैलाई यसरी छिराएर यसरी भयो। अनि दुईटा बाँकी हुन्छ अनि फेरि त्यसलाई पनि छिराउनुस् अनि फेरि त्यसपछि चेन 1 यस्तो देख्छ। त्यसपछि फेरि सेम त्यही तान्नुभयो फेरि अर्कोचोटि पनि फेरि तान्नुभयो यो 4टाले छिरायो यो दुईटा बाँकी भयो फेरि दुईटालाई छिरायो त्यसपछि चेन 1 हो। यो सेम गर्दै यो लाइन यस्तै गर्दै जानुस् है। यो भयो फेरि अर्को पनि अनि त्यस छिरायो अर्को दुईटालाई यसरी चेन 1 कम्प्लिट भयो। यो टोटल चाहिँ 16 वटा हुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 टोटल 16 वटा भयो। अनि त्यसपछि यो जुन 1 2 3 मा छिराएर तानेर अनि यो सिंगल हाफ सिंगल गरिदिने त्यसपछि काट्दिनु सिजरले अनि त्यसपछि तान्ने। अब यो भित्र फेरि यसरी छिराउनुहोस् यो चाहिँ यो डोरीहरू लुकाएको हो। तपाईहरुलाई अब जसरी सजिलो लाग्छ त्यही अनुसार डोरीहरू चाहिँ लुकाउँदा हुन्छ। हाम्रो यो कम्प्लिट भयो सेकेन्ड स्टेप। अब थर्डमा फेरि अर्को कलर जोइन गरौँ। व्हाइट गर्छु चेन 1 यसरी नट कस्नुस् नट कसेर अब तपाईले जहाँ पनि गर्दा हुन्छ म चाहिँ यहाँबाट गर्छु। यो भित्र हाल्नुस् अनि त्यसपछि अब यो 1 मात्र है यसमा चाहिँ 1 मात्र यो अलि तान्ने लामो अनि त्यसपछि फेरि घुमाउने यो तान्ने यसरी तान्ने फेरि घुमाउने फेरि तान्ने फेरि घुमाउने फेरि तान्ने टोटल 3 वटा भयो हैन तानेको। अनि त्यसपछि यो सबैलाई यसरी छिराएर बाहिर निकाल्ने त्यसपछि फेरि चेन 1 अनि अर्को पनि चेन 1 चेन 2 भयो। अनि अर्को स्टेपमा चाहिँ फेरि यसरी घुमाउने यहाँ तान्ने भित्र चाहिँ 1 अर्को पनि फेरि तान्ने 2 फेरि अर्को पनि 3 फेरि अर्को पनि 4 टोटल 4 भयो है। अनि फेरि यसरी सबै यो चाहिँ सबै यो पनि नछोड्ने यो लास्टको पनि यो पनि छिराउने अनि फेरि चेन 1 2 भयो हैन। फेरि त्यही अर्को स्टेपमा यता फेरि तान्ने 1 फेरि तान्ने 2 फेरि तान्ने 3 फेरि तान्ने 4 भएन। फेरि सबलाई छिराउने कुनै नछोड्ने ल। अनि त्यसपछि चेन 2 1 2 हो यसरी सेम गर्दै सबैतिर गर्दै जाने।
यो हाम्रो लास्ट स्टेप हो। यो 1 2 भयो। अनि त्यसपछि यो यसमा जुन यो छ नि यो यस्तो गरे हो, यो यसमा चाहिँ भित्र छिराएर तान्नु यसरी भयो। अनि सिजरले काट्दिनुस्। अब यो डोरी लुकाउनेतिर यस्तो भयो हाम्रो। अब चाहिँ हाम्रो लास्ट स्टेप बाँकी छ। लास्टमा चाहिँ म यो थप्छु। नट कस्नुस्। त्यसपछि यो पनि जताबाट भयो नि तपाईँले स्टार्ट गर्नु मिल्छ। म यहाँबाट गर्छु। चेन बनाउनुस्। 3 को 1 2 3 भयो। त्यसपछि घुमाउनुस् डबल क्रोसेट यो तानेर 1 2 फेरि घुमाउनुस् तान्नुस् 1 2 डबल क्रोसेट 3टा भयो। त्यसपछि चेन 3 1 2 3 अब फेरि डबल क्रोसेट सेम ठाउँमा है। फेरि 1 फेरि सेम ठाउँमा 2 3 फेरि सेम ठाउँ। टोटल 6 वटा भयो है। अनि त्यसपछि यहाँबाट चाहिँ डिफ्रेन्ट छ। घुमाउनुस्। अनि यो यसमा यो जुन यहाँ छ नि हो यसमा चेन डबल क्रोसेट। अनि त्यसपछि यो ग्यापमा फेरि डबल क्रोसेट 1 2 फेरि सेम ठाउँमा 1 2। अनि त्यसपछि यो पछि यसमा फेरि यो 1 डबल क्रोसेट। अनि फेरि यो ग्यापमा 2 डबल क्रोसेट 1 2। अनि त्यसपछि यसमा डबल क्रोसेट फेरि यसमा 2 डबल क्रोसेट सेम ठाउँमा। त्यसपछि यसमा डबल क्रोसेट भयो हैन। हो यो 4 वटा कटिसकेपछि चाहिँ 1 2 3 4 कट्यो नि त। त्यसपछि चाहिँ यहाँ डबल क्रोसेट 1 फेरि सेम ठाउँमा डबल क्रोसेट 2 फेरि सेम ठाउँमा डबल क्रोसेट 3 भयो है। अनि त्यसपछि 3 चेन बनाउनुस् 1 2 3 फेरि डबल क्रोसेट सेम ठाउँमा 3 चोटि 1 डबल क्रोसेट फेरि सेम ठाउँमा 2 डबल क्रोसेट फेरि सेम ठाउँमा 3 डबल क्रोसेट। यो हाम्रो यस्तो देखिन्छ। यो यहाँ सेम 6 वटा डबल क्रोसेट भएपछि चाहिँ 4 यो 4 वटा पछि चाहिँ अर्को फेरि 6 वटा डबल क्रोसेट हुन्छ। अनि त्यसपछि फेरि यो यसमा डबल क्रोसेट अनि फेरि यहाँ 2टा डबल क्रोसेट फेरि अनि यसमा डबल क्रोसेट अनि फेरि यहाँ 2टा डबल क्रोसेट। त्यसपछि फेरि यसमा डबल क्रोसेट फेरि सेम ठाउँमा डबल क्रोसेट 2 चोटि फेरि यसमा डबल क्रोसेट भयो हैन। यो 1 2 3 4 यो पनि भयो। अब त्यसपछि फेरि त्यही 6 वटा 1 2 3 अनि त्यसपछि यहाँ 3टा चेन 1 2 3 अनि फेरि सेम ठाउँमा 3टा डबल क्रोसेट 1 2 अनि यता 3 भयो। अनि त्यसपछि यो फेरि यसमा डबल क्रोसेट अनि फेरि यसमा डबल क्रोसेट सेम ठाउँमा 2टा 1 2 अनि यहाँ फेरि डबल क्रोसेट फेरि यहाँ सेम ठाउँमा 2टा। हो यसरी गर्दै गर्दै यहाँसम्म सेम गर्नु होला है।
यो भयो अनि यो लास्टको वान फेरि यसमा डबल क्रोसेट त्यसपछि यो 1 2 3 4 मा भित्र हालेर यो यसरी गर्नुस् त्यसपछि कट गरिदिनुस् यो चेन 1 चेन 2 तान्ने यो यसरी अनि त्यसपछि कस्ने है यो हाम्रो फाइनल ग्रेनी स्क्वायर भयो ब्याकको लागि अब यिनीहरू त अब भित्र हाल्ने हो यो त आफैले जाँदा अनि यो सबै यिनीहरू भित्र हाल्ने त्यसपछि काटिदिनुस् यो पनि यसरी मिलाएर त्यो सबै जुन जुन धागो बाहिर निस्केको छ मिलाएर काटिदिनुस् भयो मेरो सबै यो काटेर पनि मिलाइसक्यो आफूलाई चाहिने जति बनाउनु पर्छ मैले अब यस्तै म ग्रेनी स्क्वायर चाहिँ मलाई चाहिने ब्यागमा चाहिने जतिको बनाएर म फेरि ब्याग हुन्छु है मलाई चाहिने ग्रेनी स्क्वायर चाहिँ यति हो अब यसपछि चाहिँ हामीले जोइन गर्नुपर्छ सबै र तपाईलाई चाहिँ अहिले सजिलोको लागि चाहिँ कतिवटा लाइनमा र कतिवटामा चाहिँ जोइन गर्ने त्यो चाहिँ अहिले चाहिँ म फिगर टाइपको एउटा स्याम्पल जस्तो बनाएर दिन्छु त्यो हेर्नुस् यो चाहिँ हाम्रो ग्रेनी स्क्वायर कम्प्लिट भएको छ यसरी मिलाएर राख्नुहोस् यसरी मिलाएर राख्यो भने तपाईलाई जोइन गर्न चाहिँ सजिलो हुन्छ कुन कताबाट हो भनेर चाहिँ अब यो जिउको भयो यो साइडको पार्ट भयो यो लास्टको त्यो हुन्छ नि तल्लो पार्ट भयो यो यति 6वटा जिउको भयो अनि यो पनि 6वटा जिउको भयो यो सिधा चाहिँ लाइक यो चाहिँ तल्लो पार्टको भयो र यो चाहिँ साइडको पार्टको यो दुईटा हुन्छ है अब चाहिँ म तपाईलाई जोइन गर्न सिकाउँछु अब जोड्नेतिर लागौँ त्यसपछि यो जुन सेकेन्ड पार्ट छ हो त्यसमा गर्नुहोस् यो 3 चेन थियो नि हो त्यसको अनि तपाईहरुले चाहिँ यो अगाडिको र यो पछाडिको चाहिँ चिन्नु पर्ने हुन्छ है यो प्लेन भएको चाहिँ पछाडिको र यो चाहिँ अगाडिको है अनि त्यसपछि अब यो अब भित्र यसरी छिराउनुस् अनि त्यसपछि चेन 1 भयो अनि फेरि अर्को त्यसपछि फेरि यो जुन यसमा यो त्यो 3 चेन 2 को 3 मा हुन्छ नि अनि त्यसपछि यसको चाहिँ अब हेर्नु है मजाले सुनिदिनु अनि यो फर्स्टको भयो यो सेकेन्डको भएन यो तल्लोपट्टि पनि छ नि त यो 1 यो 2 हो यो तल्लोपट्टिमा चाहिँ गर्नु है छिराएर यो तल्लोपट्टिमा चाहिँ गरेर त्यसपछि यो तान्ने है अनि यो यसरी फेरि तान्ने अनि त्यहाँदेखि यो जुन अगाडि छ नि हो त्यो यो 1 तान्यो अनि यो 1 2 यो पछाडिको फेरि यसमा अनि फेरि यसलाई यसरी छिराउने अनि फेरि यो अगाडिको यो 1 र 2 हुन्छ नि त यसको अगाडिको 1 यो पछाडिको 1 यसरी छिराउने अनि यसरी अनि फेरि अगाडिको अनि यो पछाडिको हो त्यसरी गर्दै लास्टमा त्यही जोइन गर्दै जाने अगाडिको पछाडिको यसरी अगाडिको यसरी पछाडिको गर्दै
सेम त्यही रिपिट गर्दै जाने। हाम्रो चाहिँ यस्तो देख्छ है, त्यही सेम गर्दै जाने। यस्तो देखियो। अब हाम्रो यो फेरि अर्को लाइनमा हामी आइसकेको छौँ। यो चाहिँ फर्स्ट चेन भयो यता पनि र यसको पछाडि भयो। अब यो सेकेन्डमा हाम्रो यो भयो। अब हामीले जोइन चाहिँ यसरी गर्ने हो। अर्को पार्ट देखाउँछु पनि। यो दुईटा लिनु पर्ने हुन्छ। यसरी भयो, यो दुईटा लियो। त्यसपछि अब तपाईले यो फेरि बीचमा है यो 1 2 यो 1 2 अनि त्यस यता पनि 1 2 मा है अघि जसरी गरे त्यसरी नै। त्यहाँदेखि फेरि यसरी यो भयो। अनि यसरी फेरि तानेर यो यतै जोइन गर्नुपर्ने हुन्छ। अनि अर्को पनि यो भयो। त्यसपछि फेरि यतापट्टिको यो तल्लो भागमा यो तल्लो भागमा भयो। अनि त्यसपछि फेरि त्यो यो दुईटा हुँदा यो अगाडिको अनि यो पछाडिको, फेरि यो अगाडिको यो पछाडिको, अगाडिको फेरि यो पछाडिको, यसरी जोइन चाहिँ यसरी गरिन्छ है। यसरी गर्यो। यो जोइन गरिसक्यो नि त। अब यो हाम्रो चाहिँ सिधै यो माथि माथि लाग्ने भयो। यसरी जोइन गर्दै जानुहोस्। तपाईँले यदि फाल्टो मतलब अब यो माथि माथि लगिसकेको यो लाइन पो सकिन्छ होइन त। अनि त्यसपछि यो पछिको यता चाहिँ यो हामीले जोइन यो यति जसरी गऱ्यौँ नि त्यसरी यो चाहिँ जोइन गर्ने है। यिनीहरू चाहिँ हो त्यसरी जोइन गरेर यो जस्तो मैले अहिले बनाएको छु नि हो त्यसरी नै जोइन गरिसक्नु है। म त्यो जोइन गरिसकेपछि चाहिँ फेरि ब्याक हुन्छु। हो यसरी जोइन गर्नु होला। अगाडि यो सेपमा चाहिँ जोइन गर्नु होला। अनि त्यसपछि अब अर्को लास्ट जोइन गर्नुपर्छ। त्यो चाहिँ अब यो चाहिँ भित्रपट्टिको भयो, यो चाहिँ बाहिरपट्टिको भयो। त्यही भएर अब यस्तो छ। यो गरेर हो यो यता यता जोइन गर्नुहोस्। अनि यो पनि माथि गरेर यता यता जोइन गर्नुहोस् र यो माथि गरेर यता यता जोइन गर्नुहोस् र यो माथि गरेर यता यता। यो जोइन गर्ने तरिका चाहिँ यो यस्तै हो ल। मैले जुन अगाडि भनेको छु नि यहाँ जोइन गर्ने कसरी स्टार्ट गर्दै हो त्यसरी जोइन गर्ने हो। डिफ्रेन्ट यति हो कि यसको चाहिँ यता र यता यसरी हुन्छ। अनि यो ठ्याक्कै यसरी ब्याकको सेपमा आउँछ है। ल म जोइन गरेँ पछि फेरि ब्याक हुन्छु है। मेरो चाहिँ जोइन भइसकेको छ। यस्तो हुन्छ जोइन भइसक्दा जस्तो देख्छ। अब यसपछि चाहिँ यो लास्टको भयो। यो अब चेन 1 अनि त्यसपछि यो ग्यापमा 1 सिंगल क्रोसिएट अनि एउटा त्यहाँ पिन जे पनि एउटा केही लाइक यहाँ चाहिँ पिन गर्नुहोस्। यहाँ अब यो स्टार्टिङ यो हो नि त त्यही भएर यहाँ चाहिँ उयो गर्नुपर्छ। त्यसपछि यहाँ सिंगल क्रोसिएट गर्यो। अनि अर्कोमा पनि फेरि यहाँ सिंगल क्रोसिएट, फेरि यहाँ सिंगल क्रोसिएट, फेरि यहाँ सिंगल क्रोसिएट,
यसरी लाइनै यहाँ लाइनै सिङ्गल क्रोसेट गर्दै जाने। सिङ्गल क्रोसेट भयो अनि त्यसपछि यसमा फेरि ग्यापमा यो बिचमा एउटा सिङ्गल क्रोसेट, अनि यो ग्यापमा सिङ्गल क्रोसेट भयो। त्यसपछि चाहिँ यो लाइन छ नि जुन हो त्यसको चाहिँ यो लाइक यो बिचमा जस यो लाइन छ नि यो लाइनको यो सिङ्गल क्रोसेट एउटा अनि यो सिङ्गल क्रोसेट जस यो लाइनको बिचमा एउटा सिङ्गल क्रोसेट भयो। त्यसपछि यो ग्यापमा अर्को सिङ्गल क्रोसेट भयो नि, यो लाइनै गर्दै जाने अनि यो ग्यापमा एउटा सिङ्गल क्रोसेट अनि यसको सिधा अर्को सिङ्गल क्रोसेट अनि अर्को ग्यापमा सिङ्गल क्रोसेट भइहाल्यो। त्यसपछि त्यही कन्टिन्यू त्यही गर्दै जाने यो सिङ्गल क्रोसेट हरेक चेनमा। सिधै सिङ्गल क्रोसेट गरेको गर्दै जाने। यो पनि भयो, यो पनि यो लाइनमा भयो, यो ग्यापमा भयो यो सिङ्गल क्रोसेट। त्यसपछि यो लाइनमा एउटा सिङ्गल क्रोसेट, एउटा सिङ्गल क्रोसेट भयो यो सिधा लाइनमा अनि यो ग्यापमा अर्को सिङ्गल क्रोसेट अनि त्यसपछि फेरि सिधै सिङ्गल क्रोसेट गर्दै जानुहोस्। अब सेम गर्दै गर्दै अब यहाँसम्म, यहाँ हामीले पिन लगाएको थियो नि त, यो क्लिप लगाएको थियो हो त्यहाँसम्म सेम यस्तै गर्दै आउनु। यो सिधा सिङ्गल क्रोसेट अनि यो ग्यापमा एउटा सिङ्गल क्रोसेट अनि यो लाइनमा एउटा सिङ्गल क्रोसेट अनि यो ग्यापमा सिङ्गल क्रोसेट अनि फेरि सिङ्गल क्रोसेट यो सबैतिर अनि यो ग्यापमा ग्यापमा हो त्यो सेम गर्दै गर्दै यो क्लिप भएकोसम्म त्यही गर्दै आउनु है। म पनि लास्टसम्म आएपछि म ब्याक हुन्छु। यो हाम्रो म लास्टमा आइपुग्यो, यो मेरो कम्प्लिट भयो यो सबै राउन्ड। अब यसपछि चाहिँ मेरो यो ग्यापमा 1 अनि यो लाइनमा 1 भयो। अब यो चाहिँ निकालिदिनुहोस् अनि त्यसपछि यो जहाँ पिन लगाएको हो त्यहाँ फेरि यहाँ हालेर अनि त्यसपछि यो फेरि निकाल्ने अनि फेरि यस्तो गर्नुहोस् अनि त्यसपछि चेन 1 भयो अनि त्यसपछि पल्टाउनुहोस् अनि त्यसपछि यहाँ जहाँ हामीले स्टार्ट गरेको त्यहीँबाट अब यहीँ सिङ्गल क्रोसेट गर्नुहोस्। सिङ्गल क्रोसेट भयो अनि त्यसको अर्को स्टेपमा यो भयो, त्यसको अर्को स्टेपमा यहाँ फेरि सिङ्गल क्रोसेट गर्नुहोस् अनि फेरि अर्को स्टेपमा सिङ्गल क्रोसेट। अब चाहिँ सेम सिङ्गल क्रोसेट गर्दै सबैतिर जानुहोस्। यो जुन लाइन छ नि यो हरेक यो केही नछुटाइ यहाँसम्म सिङ्गल क्रोसेट गर्नुहोस् अनि यहाँसम्म म गरेर पछि म ब्याक हुन्छु है। यो लास्टसम्म आयो, यो लास्टमा भयो अनि त्यसपछि अर्कोमा चाहिँ अनि त्यसपछि अब जोइन गर्नेलाई यो जुन यो अगाडिको छ नि अगाडिको सिङ्गल क्रोसेट जुन हामीले चेन गरेको थियो नि हो त्यसमा यो 1 अनि यो पछाडिकोलाई पनि यो दुइटैले यसरी निकाल्ने अनि यहाँ यस्तो गर्ने यसरी जोइन हुन्छ है। अनि त्यसपछि चेन 1 अनि यो घुमाउनुहोस्। त्यसपछि अब यो हामीले त्यो भयो। त्यसपछि अब यहीँ चेन
यो जहाँ हामीले उयो गरेको थियो नि, चेन जोइन गरेको थियो नि, हो त्यसमै सिङ्गल क्रोसेट फेरि बनाउनुहोस्। अनि त्यसपछि यो चाहिँ जोइन गरेको त्यो सानो भाग भएकोले यो चाहिँ छोडिदिनुहोस् र यसमा जानुहोस्। हो अनि सेम यसरी फेरि सिधै गर्दै जाने है, यसरी नै अब सिधै। त्यसपछि फेरि यसरी सिङ्गल क्रोसेट गर्दै जाने। यो चेन भयो अनि सिङ्गल चेन 1 गऱ्यो। अनि त्यसपछि यो हामीले जहाँ जोड्यौँ त्यहीँ फेरि यहीँ सिङ्गल क्रोसेट। अब चाहिँ घुमाउनु पर्दैन ल, अब चाहिँ नघुमाइकन सिधै गरिरहने। यसरी सिङ्गल क्रोसेट हरेक ठाउँमा, सिङ्गल क्रोसेट हरेक ठाउँमा गर्दै जाने, बनाउँदै जाने यसरी। अनि यही सेम यस्तो गर्दै गर्दै यो लाइक यहाँ राउन्ड गर्ने अनि यता ल्याउने, यो राउन्ड गर्दै जाने अनि यस्तो ल्याउने घुमाउने अनि यहाँ जोइन गर्ने है। अनि फेरि राउन्ड गर्दै घुमाउँदै ल्याउने, यहाँ जोइन गर्ने, फेरि राउन्ड, त्यसरी जोइन गर्दै गर्दै अब तपाईँलाई कतिको यहाँ माथिको मोटाइ चाहिन्छ हो त्यो अनुसारको बढाउँदै जानुहोस्। अनि तपाईँले जति चाहिन्छ त्यो तपाईँलाई इनफ हुन्छ भने त्यो त्यतिमै स्टप गर्नु। म चाहिँ 5 यस्तै 3-4 स्टेप चाहिँ थप्छु अनि त्यसपछि म ब्याक हुन्छु है। जस्ट यही सेम गर्दै जाने, सिङ्गल क्रोसेट गर्दै गर्दै जाने। अनि त्यसपछि यो जुन हामीले यहाँ जोइन गरेछ नि हो त्यहाँ जोइन गर्ने, फेरि त्यही सिङ्गल क्रोसेट गर्दै जाने, फेरि जोइन गर्ने, हो त्यसरी गरेर चाहिँ बढाउनु है। यो मेरो लास्टको भयो र अब यसलाई म जोइन गरिहाल्छु। यो जोइन भयो र मेरो चाहिँ मैले चाहिँ टोटल 4 स्टेप थपेको थिएँ। यो मेरो यस्तो देखिन्छ, यस्तो देखियो मेरो जो ब्याक चाहिँ। मैले चाहिँ टोटल 4 स्टेप थपेँ। तपाईँलाई चाहिँ योभन्दा मोटो अझ माथिसम्मै गर्नु मन छ भने गर्दा पनि हुन्छ। तपाईँले योभन्दा 1 स्टेप 2 स्टेप मात्र गर्नु मन छ भने पनि गर्दा हुन्छ है। अनि यो अब सक्यो हाम्रो। त्यसपछि चाहिँ अब हामीले चाहिँ डोरी बनाउनु पर्ने हुन्छ। चेन 1 अनि त्यसपछि यो सिङ्गल क्रोसेट सेम ठाउँमा भयो अनि फेरि सिङ्गल क्रोसेट बनाउँदै जाने। यसको चाहिँ जोस् आधीसम्म चाहिँ हामीले सिङ्गल क्रोसेट बनाउनु पर्छ। मैले चाहिँ यो लाइक 1 2 को यो 1 2 3 4 भयो नि त, 1 2 1 2 यसको बिचको सिधा रोमा सम्म मैले बनाएँ। किनकि हाम्रो लाइक यस्तो हुन्छ, अब हाम्रो ब्यागको सेप यस्तो हुन्छ है। अनि त्यसपछि यो चाहिँ अब यहाँबाट डोरी आएर यहाँ आउनु पर्यो नि त डोरी, त्यही भएर मैले चाहिँ ठ्याक्क यो दुईटाको बिचको यो र यो र यो चारवटामा यो दुईटाको बिचको माथिसम्म चाहिँ मैले चेन सिङ्गल क्रोसेट गरेँ। अनि त्यसपछि अब चेन बनाउँछु। चेन बनाएर फेरि यो दुईटाको बिचमा फेरि जोइन गर्छु है म। भयो। अनि त्यसपछि यो 1 2 100 चेन बनाउनुहोस्। तपाईँले छोटो चाहिन्छ भने थोरै चेन गर्दा नि हुन्छ। अब तपाईँ लामो चाहिन्छ भने अलिक चेन थप्दा नि हुन्छ है। 3 4 5 6 7 8 9 10 11 12 13 14 16 17 18 19 20 21 22 23 24 25 26 27 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50
51, 52, यो 100 चेन भयो। मेरो 100 चेन कम्प्लिट भयो। अब ठ्याक्क हामीले यहाँ जहाँ हामीले सिङ्गल क्रोसेट स्टप गरेको थियौँ त्यही लाइन अनुसार यहाँ हामीले यो दुईटाको बिचमा, त्यसपछि हामी यहाँ गएर यहाँ बिचमा यो जोइन गर्नेछौँ सिङ्गल क्रोसेट। यो भयो नि भयो, जोइन भयो। चाहिँ हाम्रो ब्याकको दोरी भयो। तपाईँलाई अब कति 80, 90, 100, 110, 120 अब कतिको तपाईँलाई लामो मनपर्छ भने बढाउँदै जानुहोस्, ठिकैको छोटो मनपर्छ भने घटाउँदै जानु है। अनि यो भयो हाम्रो सिङ्गल क्रोसेट। अब सिधै सिङ्गल क्रोसेट गर्दै जानुहोस् अपोजिट साइडमा नपुगेसम्म। अब यो हाम्रो सिङ्गल क्रोसेट सेम गर्दै जानुपर्छ यहाँसम्म, यो ठ्याक्क यसको अपोजिटसम्म नपुगेसम्म। यो हाम्रो ठ्याक्क यसको नि एउटा दुईटा बिचमा आयौँ। अब यो यस्तो हाम्रो चाहिँ यो हुन्छ, यो बिचको भाग त यो त साइडको भाग भयो। अब यता अपोजिट साइडमा फेरि यो हाम्रो यहाँ यतापट्टि जस्तो गरेको थियौँ त्यस्तै हो। यहाँ पनि यो 2 2 2 1 2 1 2 को बिचमा गर्ने। अब त्यसपछि 100 फेरि चेन, किनकि हामीले यतापट्टिको 100 गरेको छ नि त, त्यही भएर यता पनि 100 गर्नु पर्यो। अब तपाईँहरूले यतापट्टि जति चेन गर्नुपर्छ यता पनि त्यति नै गर्नु पर्यो है। 1 2 3 यो मेरो 100 भयो। फेरि अर्को जोइन गर्नु पर्यो। यो 1 2 1 2 को बिचमा गएर यहाँ जोइन गरिदिनुहोस् अनि सिङ्गल क्रोसेट यो यसरी भयो, जोइन भयो। अनि अब फेरि सिङ्गल क्रोसेट गर्दै जानुहोस्। अब सिङ्गल क्रोसेट गर्दै जाने यो यसरी। अनि यसलाई अब जोइन गरिदिनुहोस्। यो लास्ट स्टेप आयौँ नि त,
मतलब अब हामीले यहाँ जहाँ अघिदेखि स्टार्ट गर्थ्यौँ त्यसको लास्टमा आयौँ। अब त्यसरी जोइन गरिदिनुहोस्। यो भयो अनि फेरि चेन 1 अनि फेरि यसमै सिङ्गल क्रोसेट सेम ठाउँमा फेरि अनि सिधै सिङ्गल क्रोसेट फेरि गर्दै जानुहोस्। पनि सिङ्गल क्रोसेट भयो। अब हामीले यो डोरीमा पनि सिङ्गल क्रोसेट गर्दै जानुपर्ने हुन्छ है। भयो। अब त्यसपछि यो अलिकति यस्तो राउन्ड गर्ने अनि यो हाम्रो यस्तोमा यहाँ सिङ्गल क्रोसेट, यो फर्स्ट चेनमा सिङ्गल क्रोसेट, यो डोरीमा पनि सिङ्गल क्रोसेट बनाउँदै जानुहोस्। यो डोरीमा भयो, यो सिङ्गल क्रोसेट बन्दैछ नि त। हो यही सिङ्गल क्रोसेट सेम गर्दै 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 जानुहोस् सबैतिर। यो भयो। यो मैले डोरी सबै सिङ्गल क्रोसेट गरिसकेँ। सबैमा डोरीमा यो सिङ्गल क्रोसेट भइसक्यो यो। अनि त्यसपछि फेरि यो लाइन अब फेरि सिङ्गल क्रोसेट गर्दै जाने हो। यो लाइन त्यही हो, यही हो रिपिटेड। अब त हाम्रो केही पनि छैन ब्यागमा। अब यही सेम सिङ्गल क्रोसेट गर्दै गर्दै सिधै जाने अनि यो डोरीमा बनाउने होइन। यो डोरीमा बनाउने अनि फेरि यता लाने अनि यहाँ हाम्रो स्टार्टिङ पोइन्ट छ नि त, यहाँ फेरि जोइन गर्ने अनि फेरि सिङ्गल क्रोसेट गर्दै 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 जाने। फेरि यो पनि डोरीमा पनि गर्दै गर्दै जाने। यहाँ स्टार्टिङ पोइन्ट हुन्छ, त्यहाँ फेरि इन्ड गर्ने, जोइन गर्ने, फेरि सिङ्गल क्रोसेट गर्दै गर्दै रिपिट गर्दै गर्दै गएर तपाईँलाई अब यो डोरी कतिको मोटो चाहिन्छ, अब तपाईँलाई ठिक्कको चाहियो भने ठिक्कको गर्नुहोस्, ठुलो चाहियो भने ठुलो बढाउँदा हुन्छ है। मलाई कतिको चाहिन्छ डोरी त्यो अनुसार बनाएर म ब्याक हुन्छु फेरि है। मेरो भयो। अब यो लास्टमा यो अब इन्ड गर्नुपर्छ। यो 1 2 कम्प्लिट भयो मेरो ब्याग चाहिँ। यो डोरी लुकाउनु पर्छ। मैले चाहिँ यसको यो डोरीको मोटो डोरी चाहिँ यत्रो मोटोमा बनाएको छु। तपाईँलाई अझै योभन्दा मोटोमा बनाउनु मन लाग्छ भने बनाउँदा हुन्छ र अब तपाईँलाई पातलो बनाउनु छ भने पातलोमा बनाउँदा हुन्छ है। अनि मेरो ब्याग चाहिँ कम्प्लिट भइसकेको छ। थ्याङ्क यू सो मच गाइज। आजको भिडियो चाहिँ यति नै हो। आई होप हजुरहरूले बुझिदिनु भयो होला र हजुरहरूले यो पछि कुन कुन भिडियो चाहिन्छ, कुन कुनको ट्युटोरियल चाहिन्छ प्लिज कमेन्ट गर्नुहोला र मन परे लाइक गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। आउने दिनहरूमा म यसरी नै ट्युटोरियल भिडियो ल्याइरहने छु। थ्याङ्क यू सो मच गाइज फर यर लभ एन्ड सपोर्ट। बाई गाइज। अर्को भिडियोमा भेटौँला है त। बाई।